गरिब सुन्तली, मैले तँलाई मेरो घरमा काम दिए, तर तैँले मेरै सुनको सिक्री चोरिस? होइन मालिकनी, मैले त्यस्तो पाप गरेकै छैन। म गरिब पक्कै हुँ, तर म चोर होइन। विश्वास गर्नुस्। चुप लाग। गरिबको जातै बेइमान हुन्छ। तेरो यो झुटो आँसुले मलाई पगाल्न सक्दैनस्। निस्किहाल मेरो घरबाट। मालिकनी, मलाई यसरी ननिकाल्नुस्। मेरो जाने ठाउँ कोही छैन। हे भगवान, गरिब हुनु नै ठुलो अपराध रहेछ यो संसारमा। अब म कहाँ जाऊँ? ए बहिनी, यस्तो भारी वर्षामा तिमी यहाँ एक्लै किन रुँदैछौ? के भयो तिमीलाई? हजुर, मलाई चोरीको झुटो आरोप लगाएर घरबाट निकालियो। मेरो कोही छैन। चोरीको आरोप? कुन घरबाट निकालियो तिमीलाई? नाम भन त। त्यही माथिको डेली ज्ञान निवासबाट मालिकनी करेलाले आफ्नो सुनको सिक्री चोरेको भन्नुभयो। सुनको सिक्री? तर यो सिक्री त आज बिहान उनैले मलाई बेच्न दिएकी थिइन्। त्यो पापी करेलाको पर्दाफास म आफै गर्छु। उठ सुन्तली, अब न्यायको पालो।